चितामै शव छाडेर भागे मलामी, हेलमेट लगाएर गर्नु पर्यो अन्तिम संस्कार। भारतको राजस्थान राज्यको सिकर जिल्लामा एउटा अनौठो घटना भएको छ। गाउँकै एकजनाको दाह संस्कारमा सामेल मलामीहरू शवलाई चितामै छाडेर भाग्नु परेको छ भने घण्टौँपछि हेलमेट लगाएर फर्किँदै अन्तिम संस्कार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सिकर जिल्लाको श्रीमाधेपुर क्षेत्रको कञ्चनपुर गाउँमा मसानघाटमा पुगेका मलामीमाथि मौरीले हमला गरेको हो। मौरीको हमलाबाट कम्तीमा 25 जना घाइते भएको बताइएको छ। तीमध्ये 15 जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई खण्डेला रोड स्थित अस्पतालमा भर्ना गर्नु परेको बताइएको छ। 80 वर्षीय माधो सिंह शेखावतको मलामी गएका उनीहरूलाई चितामै आगो बाल्नु अघि नै मौरीले हमला गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। नजिकै रहेको पिपलको रुखमा बसेको मौरीले अचानक मलामीमाथि हमला गरेका थिए। मौरीले हमला गरेपछि भागेका मलामीमध्ये केही चाहिँ निकै बेरपछि हेलमेट लगाएर पुरा शरीर ढाक्ने गरी कपडा लगाएर फर्किएका थिए। त्यसपछि बल्ल अन्तिम संस्कार गरिएको बताइएको छ।